ऱ्यापमा भिटेन मन पराउने तथा अल्बेट्रस, ट्राइबल रेन र सबिन राई जस्ता नेपाली कलाकारहरूलाई इन्स्पिरेसन मान्ने इन्द्रेणी लोप्सन तामाङको जन्म 2066 साल 9 महिना 21 गते भएको थियो। इन्द्रेणी सानै उमेरदेखि संगीतको नजिकै हुर्किइन् किनभने उनका दाई र काका दुवै नेपालका चर्चित म्युजिसियन हुन्। दाई पेम्बा लोप्छन् र काका जीवन बमजन तामाङ दुवै आआफ्नो जेनरमा परिचित छन्। इन्द्रेणीको म्युजिकमा पनि स्पष्ट इभोल्युसन देख्न सकिन्छ। उनका रिसेन्ट सङहरू पुराना गीतहरू भन्दा धेरै फरक सुनिन्छन्। नेपालकै टप प्रोड्युसर 4G ड्रिपसँग आइरहेको हालको काम तपाईहरूले चेक गर्न सक्नुहुन्छ। साथै इन्द्रेणीले भविष्यमा सबैका लागि बबाल फिचरहरू दिने कुरा पनि आएको छ। सानो उमेरमै आफ्नो छुट्टै पहिचान बनाउन सफल इन्द्रेणी लोप्छन् तामाङले निरन्तर मेहनत र संगीतप्रतिको लगावका कारण राम्रो ग्रोथ देखाइरहेकी छिन्। परिवारबाट पाएको सांगीतिक वातावरण, विभिन्न जेनरबाट लिएको इन्स्पिरेसन र नयाँ शैलीमा गरिरहेको प्रयोगले उनको भविष्य अझ रोचक देखिन्छ। आउने दिनमा उनका नयाँ गीत र कोलाबोरेसनहरूले नेपाली संगीत क्षेत्रमा थप चर्चा पाउने अपेक्षा गर्न सकिन्छ।